मैले मम्मीलाई भगाइरहेछ चाउमिन खाने भनेर चाउमिन हेर्नुहोस् अझै लोड नआइरहेछ। भन्नुहोस् तपाईँहरू के गरेर म भन्नुहोस् है, यस्तरी हानेर ल्याइदिन्छु त्यही यस्तरी हानिदिउँ यस्तरी। गाइज वेलकम टु माई एन्डर भिडियो। आज चाहिँ मेरो पहिलो भिडियो चाहिँ भ्लगको है त। हिजो चाहिँ मैले मेरो स्टिक आछ भनेर चाहिँ भनेको थिएँ, अनि त्यसपछि यो चाहिँ स्टिक आएदेखि यो मेरो पहिलो भिडियो हो गाइज। हेर्नुहोस् कृष्ण चट्टी लग गई। कृष्ण कहाँ गयो? हम बना रहे हैं ब्लाउज। गाइस हेर्नु यसले चाहिँ बिगार्दिन लागेको मेरो स्टिक हिजो भर्खर ल्याएको यति बिगार्दिन लागिसक्यो। खेलाइ ज्याकेट लिएर आज जाथ्यो। अनि म चाहिँ फाइनली अहिले चाहिँ म पुरो बनाइरहेको छु। अनि गरिमा चाहिँ बिचारी गरिमा चाहिँ गएर रहेछ हेर्नुहोस् ल। अनि गाइस यहाँ चाहिँ पुरो पाकिरहेछ। देख्नु सक्नुहुन्छ तपाईँहरू, यो चाहिँ हाम्रो भैँसी। यो चाहिँ कृष्ण बहादुर। कहाँ जान लाग्छ कि फेरि? कहाँ त्यहाँ ना ट्युसन जानुपर्छ। नास्ता के खाने त कृष्ण? कृष्ण नास्ता के खाने? पैसा खुला गरेर दुनियाँभरि खाने हैन के। साथी म सबै ल्याइदिन्छु। आफूले एक्लै खाएको छु भने साथी म मरिन्छ। सबै ल्याइदिन्छु। चाउमिन खान्छ त्यो पैसा छैन उ त्योसँग छ भने खाऊ त। मैले यहाँ चाहिँ मम्मीलाई भगाइरहेछ चाउमिन खाने भनेर चाउमिन हेर्नुहोस् अझै लोड नआइरहेछ। मैले त एक झापड हान्नु ल्याइदिउँ भन्नुहोस् तपाईँहरू के गरेर म भन्नुहोस् है, यस्तरी हानेर ल्याइदिन्छु त्यही यस्तरी हानिदिउँ यस्तरी। ओइ मेरो क्यामेरा सुन्छ सब यो चल है। म त भनिदिने यहाँ क्यामेरामा भिडियो हालिदिने म त। मिल्दैन मलाई रुक्न पाउँदैन। के खाने कि नास्ता भन्न? के चाउमिन खानेको पैसा खा त। चाउ ऊ खाम के गजब कोपीको खाम। आधी भात पनि छ भात जा उता पैसा छ मेरो उहाँ रोक म दिन्छु। यसमा चाहिँ मेरो पैसा छ 100 रुपियाँ। 70 रुपैयाँ मलाई चाहियो है। तँलाई किन चाहिने र 70 रुपियाँ? त्यो लक्ष्मी पूजाको लागि पैसा ल्याउँछु। अनि त्यो पछि लिएर आस्ने। पछि कहिले? भोलि लक्ष्मी पूजा। भोलि हो लक्ष्मी पूजा? हो खुबै भोलि। पछि ल फाइनली गाइस म चाहिँ 100 रुपियाँ रहेछ। ल 100 रुपियाँको हामी त घुम्न जाने हो है लक्ष्मी पूजामा। किन स्कुल जाने? जागे दे उले दुईटा गजबको पिरो ल्याए दुईटै लिएर आजा। दुईटा गजबको पिरो लिएर तैँले भातसित खालास्, हामी त्यही गजबको पिरो मात्र खान्छौँ। फाइनली गाइज भाइ चाहिँ गइगयो। अनि म पनि अब भ्लग बनाउँदा यहाँ कुरो पकाउँछ।
एकचोटि फेरि चलामै त कुरो त्यसपछि अनि माथि जाने म चाहिँ यहीँमा राख्दै यसो गर्ने धेरै यसो माथि यसो गर्ने ट्याक्क यसलाई लक गरिदिने अनि सुवाट खिचेर यति लामो बनाउने देख्नुभयो त्यसै यसरी गरेर पनि एउटै त हो बास कुडो देख्नुभयो यो चाहिँ कुडो हो हाम्रो चाहिँ कुडो पकाउनु लाग्छु मैले कुडो पकाउनु लाग्छु म कति बेला आउँछ कृष्ण अनि त्यसपछि माथि जाने ल फाइनली गाइज कृष्ण पनि आइसक्यो के म दिन्छु यसको पैसा छिटो बल्ल भयो ल फाइनली गाइज बाबुले चाहिँ 2टा चाउचाउ ल्याइसक्यो अब चाहिँ हामीले यसलाई गौरव चाउचाउ तै खा गौरव चाउचाउ ल फाइनली गाइज हामी चाहिँ अब 2टा चाउचाउ पकाउन जाँदैछौँ माथि फाइनली गाइज हाम्रो चाहिँ पाकिसक्यो खाजा तपाईँ हेर्न सक्नुहुन्छ चल थाप अलिअलि बिग्रिन्छ क्या यार त्यही भएर मलाई दिमाग खराब छ क्या अलि धेरै भात खान किन थोरै भात खाए यस्तो नाटक नपार्न त्यति धेरै त भात थियो अघि ल मलाई पनि हाल्दै भात छैन भने मलाई मात्र हाल्दै ले रोटी नै न रोटी मम्मीलाई बोला मिल्दैन बे यसले अर्कोले न अर्को डाडु केही यसको रस खान मजा लाग्छ क्या मलाई त यो चाउचाउ भन्दा नि यसको रस हुन्छ नि पिरो पिरो क्या गजबको बहुत मजा लाग्छ एउटा रोटी खाम हेच अनि एउटा खाम भइहाल्छ ल बाई बाई गाइज आजको लागि यति नै बाई